नमस्कार सम्पूर्णमा म दयाराम थापा। तपाईँ अहिले हेर्दै हुनुहुन्छ दयाराम अफिसियल युट्युब च्यानल। फेरि आज पनि नयाँ ताजा समाचारहरू लिएर उपस्थित भएको छु। समाचार महत्त्वपूर्ण भएकोले अन्त्यसम्म हेर्नुहोला भन्न चाहन्छु। आज वीरेन्द्र वीरविक्रम शाह राजाको जन्मदिन। यदि बाँचिरहेको हुनुहुन्थ्यो भने आज 80 वर्षको हुनुहुन्थ्यो। उहाँको शासनकालमा जनमत सङ्ग्रह, पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था र माओवादीको द्वन्द्वको अन्त्यको लागि भएको पहल कदमी निकै महत्त्वपूर्ण थिए। राजा रहिरहेका भए देश अहिलेको जस्तो सङ्कटमा पुग्ने थिएन भन्ने जानकार विश्लेषकको भनाइ पनि छ। त्यो समयका देश र जनताका प्रिय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको जन्मदिनको अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौँ। सामाजिक अभियन्ता तथा ग्रिन एन्ड क्लिन फाउन्डर आशिका तामाङले राजनीतिमा आउनुपर्छ या आउनु पर्दैन भनेर सर्वसाधारणसँग सर्वेक्षणको लागि फेसबुकमा भोटिङ पोल राख्नुभएको थियो। अहिलेसम्म देखिएको नतिजा, जसमा आउनुपर्छ भन्नेमा 93% र आउनु पर्दैन भन्नेमा 7% रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकार्य गर्नको लागि बालेन शाहले प्रस्ताव राख्नु भएको भए तापनि कुन पार्टीबाट चुनावमा लड्ने, प्रत्यक्षबाट कि समानुपातिकबाट भन्ने कुराको प्रतिक्रिया आएको छैन। जेनजी आन्दोलनका नेता डाक्टर निकोलस भुसाललाई कङ्ग्रेस नेता सुनिल शर्माले भेट गर्नुभएको छ। देशको होनहार युवाहरू यसरी सडकमा उत्रिनुपर्ने र माग सुनवाई नहुनु भनेको सरकारको कमजोरी हो भन्दै शर्माले माग पुरा हुनु नहुनु बेग्लै कुरा हो, तर सम्बोधन गरिनुपर्छ भन्दै समर्थन जनाउनु भएको छ। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका 9 को बिपी चोकमा कुटपिटबाट एकजना महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा 56 वर्षीय पविमाया बैलकोटी हुनुहुन्छ। उहाँ भोजपुरबाट छोरी भेट्न आउनुभएको थियो। मोरङको बेलबारी नगरपालिका 6 बाहुनी घर भएका 40 वर्षीय गणेश शाह गुप्ता र सासूबीच विवाद भएको र विवादपछि कुटपिट गरेको कारण मृत्यु भएको जानकारी समाचार माध्यमबाट प्राप्त भएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको मितिमै चुनाव हुनुपर्ने कुरा बताउनु भएको छ। चुनावको विकल्प सोचियो भने देश दुर्घटनामा जाने कुरा बताउनु भएको छ। त्यसै गरेर रवि लामिछाने र बालेन शाहको एकताप्रति खुसी व्यक्त गर्दै समर्थन जताउनु भएको छ। हस्त दर्शकबिन, तपाईँहरूलाई आजको समाचार कस्तो लाग्यो? कृपया हाम्रो मेहनतको लागि एक लाइक, एक सेयर र कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन, तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला भन्दै आजको समाचारबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।